हामीसँग 25 लाख जति लाइसेन्से बाँकी भएका हुन्। त्यसमध्ये 12 लाख जति चाहिँ लाइसेन्से छपाई गर्नको लागि सुरक्षासँग चाहिँ सम्झौता भएको हो भने अब 25 लाखमा 12 लाख मात्रै किन हामीले छाप्न आँट्यौँ भन्दा हाम्रो यो वर्ष आर्थिक वर्षमा हामीलाई प्राप्त भएको बजेट अनुसार बजेटले भ्याउने 12 लाख जति लाइसेन्स चाहिँ छपाउन पुग्ने रहेछ। त्यसले गर्दाखेरि अहिले 12 लाख छपाउँ र यो छाप्ने क्रम सुरु भइसकेपछि अरू जुन 13 लाख बाँकी छन् त्यसको लागि पनि हामी सम्बन्धित निकायमा बजेटको लागि हामीले पत्रचार गर्छौँ र बजेट प्राप्त भएपछि 13 लाख पनि यो आर्थिक वर्षभित्रमै छपाउने भनेर हाम्रो सम्झौता भएको हो। सम्झौतामा उल्लेख छ 12 लाख मध्ये हाम्रो दैनिक एमर्जेन्सीको रूपमा आउने 500 को लाइसेन्सको कार्डहरू दैनिक रूपमा के अरे हामीले उपलब्ध गराएर छपाउने र त्यस पछाडि हाम्रो 1-1.5 महिनाको अवधिमा हामीले एउटा सिस्टम डेभलप गर्नुपर्ने हुन्छ। त्यसलाई मिडलवेयर अथवा प्रेसराइजेसन सफ्टवेयर भन्छ। त्यो सफ्टवेयर बनाइसकेपछि हाम्रो विभागमा भएको डेटालाई चाहिँ मासको रूपमा 12 लाखको रूपमा चाहिँ हामीले उहाँलाई हस्तान्तरण गर्छौँ र उहाँहरूले हामीलाई प्रिन्ट गरेर 6 महिनाभित्रमा दिने भन्ने हाम्रो सम्झौतामा उल्लेख हो। सम्झौता अनुसार नै हाम्रो दुई पक्षबीच कार्य भइ पनि रहेको छ।